मेरा अनेक प्रश्नहरू छन्। पहिलो प्रश्न चाहिँ हाम्रो प्रमुख तीन पार्टीका नेतृत्वहरू हुनुहुन्छ शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड, उहाँहरूलाई मेरो प्रश्न छ। त्यसपछिको प्रश्न भनेको मेरो लिङ्गदेनलाई छ र राजालाई पनि मेरो प्रश्न छ र त्यसपछिको प्रश्न भनेको मेरो जनताहरूलाई छ र त्यसपछि चाहिँ मैले अबको समाधान के हुन सक्छ, अबको बाटो के हुन सक्छ, अबको दूरगामी बाटो के हो र अबको छोटो बाटो चाहिँ के हुन सक्छ भनेर यो विषयमा चाहिँ मैले मेरो आफ्नो कुराहरू राख्दैछु। पहिले सुरु मैले यो भिडियो चाहिँ अफ्रिकाबाट बनाउँदैछु र अफ्रिकाबाट नेपालको लागि सम्बोधन गर्दैछु, हजुरहरूको लागि सम्बोधन गर्दैछु। मलाई धेरैले प्रश्न सोध्नुहुन्छ, किन अफ्रिका हुनुहुन्छ, किन देशमा हुनुहुन्न, चुनाव लडेर कहाँ हराउनु भयो भनेर धेरैले प्रश्न सोध्नु भएको छ। म कतै हराएको छैन। मैले चुनावमा जे बोलेको थिएँ त्यही गर्दैछु। मैले चुनावमा भनेकै थिएँ म आधी समय चाहिँ काम गर्छु, आधी समय चाहिँ मैले जनताको लागि सेवा गर्छु भनेको थिएँ। म नेपाल छिट्टै नै आउँछु र यो प्रश्नको उत्तर दिँदै गर्दाखेरि म पनि हजुरहरू जस्तै सामान्य मान्छे हुँ। सामान्य गुल्मीको एउटा कुना जिल्लामा जन्मेको हुँ र त्यो कुनामा न बाटो थियो, न पानी थियो, केही पनि थिएन म जन्मिँदाखेरि। तपाईँहरू जसरी जन्मिनु भयो, तमाम दुबईमा हुनुहुन्छ, अमेरिकामा हुनुहुन्छ, क्यानाडामा हुनुहुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ, कतारमा हुनुहुन्छ, मलेसियामा हुनुहुन्छ। हजुरहरू जे कारणले गर्दाखेरि त्यहाँ हुनुहुन्छ, म पनि त्यही कारणले गर्दाखेरि यहाँ छु। सायद यसको उत्तर हजुरले पाइसक्नु भएको होला। म लुटेर खान सक्दिनँ, म भ्रष्टाचार गरेर खान सक्दिनँ, म पसिना चुहारै खानुपर्छ। त्यो कारणले गर्दाखेरि म बाहिरिन बाध्य भएको छु र म छिट्टै नै नेपाल फर्किन्छु पनि। र मेरो प्रश्न प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाले राजालाई चाहिँ आउनुहोस् चुनाव लड्नुहोस् भनेर भन्नुभयो। मैले भन्दै गर्दाखेरि उहाँहरूलाई के भनेको, चुनाव लडेको होइन र म आफै लडेको होइन र हजुरहरूसँग चुनाव। म शेरबहादुरसँग 1 to 1 अब त अत्याचारै भयो, चुनावै लड्छु भनेर लडेको होइन र तपाईँहरूसँग चुनाव लडेर सकिन्छ। हेर्नु त अहिले देशमा कस्तो छ, मान्छे किन यति साह्रो निराश भएको छ तपाईँलाई अलिअलि पनि ख्याल गर्नु भएको छ? अत्याचारै भएको छैन अहिले? डडेलधुरामा गएर म चुनाव लड्दै गर्दाखेरि चुनाव जित्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई? लाग्छ? शेरबहादुरजी तपाईँ आफैले भन्नुहोस् त, तपाईँले कतिसम्म गर्नुभयो त्यहाँ? पैसा बाँड्ने कामदेखि लिएर रिसोर्टमा बसेर तपाईँले मोज मस्ती गरेर गाउँ गाउँमा खसी बाख्रा काट्नुभयो नि त? काट्नुभयो कि काट्नु भएन? मनमा आत्मामा हात राखेर भन्नु त। तपाईँको चुनावी कमान्ड डडेलधुरामा कसले सम्हालेको थियो? ठेकदारले सम्हालेको होइन तपाईँको चुनावको कमान्ड सबैले? अनि तपाईँको लगभग सहरहरूमा त सकिन्छ। अमरगढीमा तपाईँ पुरै क्लिन सुपै हुनुभयो त तपाईँलाई थाहै छ। परशुराममा तपाईँ क्लिन सुपै हुनुभयो थाहै छ। गाउँ गाउँमा कसरी सक्ने? मैले पनि के गरेँ भन्दै गर्दाखेरि गाउँमा तपाईँहरूको भ्रष्टाचारको पैसासँग कसरी लड्ने? अझ अहिले त देशमा चरम निराशा हुनुको अर्को प्रमुख कारण के भन्दै गर्दाखेरि तपाईँका कार्यकर्ता बाहेक देशमा अरू कोही पनि बाँच्नै नसकिने स्थिति भयो। म जस्तै सबै बाहिरिए। अबको चुनावमा पनि हेर्नुहोस् त, अबको चुनावमा के बाटो छ जस्तो लाग्छ तपाईँहरूलाई? न तपाईँले विदेशकालाई भोट हाल्न दिनुहुन्छ, न सोल्युसन छ, न समाधान छ। एउटा घुम्रामा एउटा बाकसमा राखेर नेपाली जनतालाई कोचेपछि अनि नेपाली जनतामा फ्रस्ट्रेसन हुँदैन? जहिले पनि फ्रस्ट्रेसन। यसको उपाय के हो भन्नुहोस् त? प्रचण्डजीलाई पनि मेरो प्रश्न हो। तपाईँले हेर्नुहोस् त, भाग्दा 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 उहाँ गोर्खाको कुनामा गएर जम्मै पिटपाट गरेर ठकठाक गरेर चुनाव जितेको होइन? अझै चुनाव आऊ लड्न भन्ने तपाईँले लाज शरम लाग्दैन हजुरहरूलाई? त्यही भएर मेरो के हो भन्दै गर्दाखेरि हजुरहरूलाई सुझाव हेर्नु, अबको चुनावमा पनि चुनावले बाटो दिएन, डेमोक्रेसीले बाटो दिएन। तपाईँहरू निरङ्कुश हुनुभयो। राणाको पनि राणा हुनुभयो। राणाहरूले त